पूजाको लागि रेडी हुँदैछ। यस्तो चाहिँ भर्खर उठेको फ्रेस पनि भएको छैन यो। पूजाको लागि यस्तो रेडी हुँदैछ। होइन हामी त मेन पूजाको लागि आएको हो नि त। त्यो पूजा नै हुँदैछ होइन, हुनु लागिरहेको छ, रेडी हुँदैछ होइन। मजाको हावा चल्ने होइन, मजाको छ। यो चाहिँ नयाँ घरको आज पूजा हो। आइसपारीको कुर्को मेरो सक्छन् पुड्क्यो, मेरो सक्छन् पुड्को भनेकै गाइस कस्तो हुन्छ के हुन्छ होइन, यहाँ चाहिँ बस्नु होला, म देखाइदिन्छु। बाजे पूजामा आउनु भएको हो? पूजामा आउनु भएको हो? हुन्छ बस्नु ल। एकदम गर्मी छ गाइस, गर्मी। Hello everyone, hello. Happy Holi! Happy Holi! What's up? अबे माइला मामा यहाँ त हुन्छ। जाउँ न त एकचोटि, आउँछ नाच्न आउँछ? आउँदैन पूजा हुँदैछ। Happy Holi! Yata mai yata. Asu lagi asu dan भित्र हेर्नु अब ह्याप्पी होली माइजू।
गाइज होइन हिजो चाहिँ हामी धेरै इन्जोय गरेँ हिजो चाहिँ पूजा पनि सक्यो हामी मेन भनेको हामी पूजाको लागि आएको थियौँ नि त एन्ड पूजा पनि सकिसक्यो अब चाहिँ हामी सिलगढी इन्डिया बोर्डरमा जाँदैछौँ सपिङ गर्नु होइन अनि धेरै इन्जोय पनि भयो अब चाहिँ सपिङ गरेर एन्ड यो सिलगढी गएको भिडियो चाहिँ म फेरि पनि नेक्स्ट ब्लगमा हाल्छु सो राम्ररी हेरिदिनु होला ओके गाइज बाई बाई हेलो बाबा हामी कहाँ जानु लागेको अब सिलगढी सिलगढी इन्डिया किन सपिङ गर्ने इन्डिया जाने सिलगढी जाने सपिङ गर्ने सो गाइज हामी सपिङ आइसकेको छौँ तर सबै बन्द रहेछ हङकङ बजार यसमा चाहिँ सिलगढीको यसमा चाहिँ लाइक चिपेस्टमा पाउँछ भन्दै थियो तर पानीपुरीहरू सब बन्द छ सब हामी हिजो आजको दिन भोलिको दिन आइपुगेको भए सबै इन्डियाको फ्ल्याग इन्डियाको मुसा यही एउटा देख्यो घुमाइतिर हामी फेरि यहीबाट आइसक्यौँ होइन अब हामी चाहिँ आज एउटा हाफ प्यान्ट झोला पनि दिँदैन रहेछ अब किन्नुपर्छ भोलि आउँछ कि पर्छ हुन्छ त्यति बेला चाहिँ मजाले सपिङ गर्नु सबै सपहरू खुल्ला हुन्छ त्यो चाहिँ बन्छ सबै ओर्लिसक्यौँ ओर्लेर अब हामी नेपाल जाँदैछौँ इन्डियाबाट ओर्लेर नेपाल अब नेपाल हामी हट्ने रहेछ होली नै सक्यो टाउको दुखेर म त सिधै मजाले हिँड्दा पनि पुऱ्यायो त होली चाहिँ अझै बाँकी छ अब यो चाहिँ क्रस गरेपछि यो चाहिँ क्रस गरेपछि रेल जाने ट्रेन जाने यो चाहिँ क्रस गरेपछि अच्छा त्यहाँ फोटो खिच्ने हो क्रस गरेपछि नेपाल सो गाइस हामी चाहिँ नेपाल आइसक्यौँ अब टाउको चाहिँ एकदम दुख्यो क्या त्यो गाडीहरू त्यस्तै गाडी त्यो लाइक हाम्रो नेपालको चाहिँ गाडी नहुने रहेछ कस्तो हुँदो रहेछ त्यो भएर टाउको चाहिँ एकदम दुख्यो ओके हेर्दै गर्नु र हामी सपिङ चाहिँ केही किनेर अब हामी फेरि जाने नि किन्नु कहिले हुन्छ फेरि किनेर जाने हो तपाईँलाई देखाउँछु कहाँनिर सस्तो पाउँछ भने सरले क्या हो कतिजना बसेछ 1 2 3 4 5 6 हात उठ्दा केही भन्दैन नि हाम्रो जस्तो भएको चाहिँ समातिसक्थ्यो हौ 5जना को बस्छ ओ माई गॉड
सो गाइज हामी चाहिँ आइसक्यौँ होइन नेपाल आइसक्यौँ हामी त्यसपछि अब नेपाली भनौँ न होइन आइसक्यौँ बोर्डर पार गरेर आइसक्यौँ अब चाहिँ हामी खाजा खानु लागेको यो चाहिँ यहाँ चाहिँ आएर भोकले पुरै भइरहेको छ म कसरी झुकिसकेँ नि त यति खोलिरहेको हुन्छ होइन पछि भयो भने चाहिँ छैन अनि आइङीले चाहिँ 3-4 जति जति बेला सम्झाइरहनु हुन्छ धन्यवाद आइङी थ्याङ्क यू सो गाइज हामी चाहिँ घर आइसक्यौँ हामी चाहिँ अब बय टिप्न जाँदैछौँ बयर हन्टिङ थाहा छ ए गोबर त्यो के भन्छ माथि चढ्ने अरे हौ सुस्मिताले माथि यहाँको सक्यो अब हामी नेक्स्ट बयर पो झरेको त ढुङ्गा झऱ्यो हो मान्छेको होला होइन त्यही दुईटा मासु मात्र हो बफन छ कतिवटा भयो गर्नु त गर्नु हुने हो यता ल सर तिम्रो दिदी डाउन हो नि हो र उया कस्तो ठुलो रहेछ उया सुस्मिता दी वान उयो यहाँ त मै खान्छु तपाईँ नै खानु सबै बरु उया नि छ खाँदिनँ हौ म खाँदिनँ खुट्टाको पछाडि ल खायो मैले सबै सानो सानो छ कि त्यो ठुलो देखेँ मैले भाइ त्यो हाल्नु नि त्यसमा खै अर्को मैले एउटा भिडियो बनाइदेऊ न सो गाइज होलीको दिनमा पूजा भएर झन् एक्स्ट्रा रमाइलो भयो झन् बाजे मामा माइजू सबजना नाच्नु भएर झन् रमाइलो नि भयो अनि सिलगढी पनि गयौँ तर त्यहाँ होलीले गर्दा बन्द भएर केही किन्न पाएन तर फर्किँदाखेरि चाहिँ होली इन्डियनहरूको होली नै सकेको थिएन नि त अनि त्यहाँ चाहिँ हामीले धेरै फोन गऱ्यौँ हेऱ्यौँ रमाइलो भयो हेर्नु एन्ड तपाईँलाई के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई सिलगढी पनि गयौँ तर बन्द रहेछ केही किनेन अनि आउँदा आउँदा इन्डियनहरूले बाटोमा होली मनाइरहेको थियो उनीहरूको डान्सहरू एकदम रमाइलो पनि भयो सो गाइज तपाईँलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु नबिर्सिनु होला बाई बाई